झाम्पे डाँडाको यात्रामा छौँ हामी। बाबा कसरी बन्नु भयो। विनय दाई त्यहाँ सुतेर टिभी राख्नु भएको छ। विनय दाई हुनुहुन्छ, अर्जुन दाई आज हामीसँग हुनुहुन्छ। रानीकोट पनि सम्भवतः हामी पुग्नेछौँ। पाइलट बाबा आश्रम। यो बाटो चाहिँ खासै युज हुँदो रहेछ भन्ने पनि सुन्यो, तर पनि अलिअलि मान्छे हिँडेको चाहिँ छ। यो बाटो आउनुहोस् भन्ने हो कि नआउनुहोस् भन्ने हो चाहिँ मलाई थाहा छैन। अब हिँड्ने हो भने त आउँदा पनि हुन्छ होइन। छ भन्दा पनि छैन जस्तो, छैन भन्दा पनि छ जस्तो छ। अनि 2.1 किलोमिटरको यात्रा गऱ्यो भने हामी ठ्याक्कै झाम्पे डाँडा पुग्छौँ भनेर त्यहाँ गुगल म्यापले देखाएको थियो। त्यसै अनुसार हिँडिरहेको छौँ र उकालो छ, पुरै उकालो बाटो। एकजना दिदीले बाटो बन्द गरेको छ यता भन्दै हुनुहुन्थ्यो। खासै चलेको बाटो चाहिँ होइन, स्टिल छ छन चाहिँ हिँड्नलाई। मान्छेहरूले यहाँ आउँदाखेरि चाहिँ धेरै फोहोर गर्नुभयो भनेर सायद वडाले, नगरपालिकाले अथवा स्थानीय कसैले हुनसक्छ यो बाटो बन्द गर्नुभएको थियो अरे। यहाँनिर एउटा मचिस पारेर हाल्ने हो भने पुरै शिर पुछाएर डढेर सकिसक्छ। गाह्रो छ, पुरै सुकेको छ, टेक्दा पनि भाँचिरहेको छ कि। सालिमो हो कि के हो त यो? काँस होला? खर हो हाम्रो। खर पनि जेनरल भाषामा के हो यो ठ्याक्कै थाहा भएन। यो कुरो पनि धेरै लाग्न सक्ने सम्भावित क्षेत्र हो यो। गलियो कस्तो अनुभूति भइरहेको छ? हामी 3-4 महिना पछि मात्रै यसरी हिँड्यौँ। कुनै एउटा डाँडामा उकालो चढ्ने। 4 महिनाभन्दा अगाडि हामी शिवपुरी पिक, चम्पादेवी पुगेका थियौँ। आज झाम्पे डाँडा पुग्न लागेका छौँ। यहाँ बाटै थिएन, बाटो बन्द भइसकेको थियो र हामी बन्द भइसकेको बाटोमा हिँडेका छौँ, अर्थात् बाटो बनाइराखे जस्तो। र हामी यहाँ आइपुग्दा डाँडामा चराचुरुङ्गीहरू कराउन थालेका छन्। अहिले त यस्तो समय आइसकेको छ कि चराचुरुङ्गीले सायद के सोचिराखेका होलान् भने क्या कतै हाम्रो वासस्थान त बिगार्न आएको होइन भन्ने पनि ठान्छन्। तपाईँलाई कस्तो लागिरहेको छ? थ्याङ्क यू। यो सारा संसार सुकिरहेको अवस्थामा यो फुलले यहाँको सुन्दरतामा यति निखार ल्याएको छ। हामी यता लेफ्ट साइडबाट आयौँ। यहाँ बिचमा बारेको छ अनि हामी चाहिँ यता पछाडिबाट यताबाट आएको हो, तल्लाबाट। अनि के भन्छ, यहाँनिर चाहिँ यतापट्टि अर्कै बाटो छ, यतापट्टि अर्कै बाटो छ। यो बाटो रहेछ मुख्य। मतलब यो पाइलट बाबा आश्रममा तपाईँलाई स्वागत छ। यो गुन्डु बजारदेखि माथिको झाम्पे डाँडा जाने बाटोमा अवस्थित पाइलट बाबा आश्रम। यहाँ सीसीटीभी क्यामेराको निगरानीमा सबै कुरा हुने रहेछ। यो ठाउँ एकदम शान्त, रमाइलो दृश्यहरू अवलोकन गर्नको लागि उत्कृष्ट। रुद्राक्षको एक जोडी बोट देख्न सक्नुहुन्छ। यता पनि थप एक जोडी बोट तपाईँले देख्न सक्नुहुन्छ। हामीलाई ध्यान गर्न सिकाउनुहुन्छ त? यो ध्यान गुरु आजको हाम्रो होइन, केही पनि होइन। यो पाइलट बाबाको आश्रम हो। यहाँ धेरैजना ध्यान गर्ने, साधना गर्ने साथीहरू आउनुहुन्छ र तपाईँहरू हेर्न सक्नुहुन्छ। यो भित्र ध्यान गर्ने स्थल हो। त्यहाँ भगवान ओशो रजनीशको पनि तस्बिर राखिएको छ, भगवान गौतम बुद्धको पनि तस्बिर राखिएको छ। र पाइलट बाबा आफैमा पनि, पाइलट बाबा खासमा भन्नुको तात्पर्य अन्तरीय फरक छ। उहाँ पहिला पाइलट हुनुहुन्थ्यो, तर बाबा कसरी बन्नुभयो भन्ने एउटा इतिहास छ। त्यो एउटा केही घटनाहरू छन् र
ती घटनाबाट नै उहाँले आफूलाई रूपान्तरण गरेर बाबा बन्नुभएको हो र आज यो पाइलट बाबा आश्रम निर्माण गरिएको छ। यो घ्याम्पे डाँडामा अवस्थित छ। यहाँ आउँदाखेरि बेग्लै किसिमको तपाईँहरू शान्ति महसुस गर्न पाउनुहुन्छ। चरा चुरुङ्गीहरूको चिरबिर आवाज अनि मान्छेहरूको त्यो कोलाहलबाट एकदमै पर बेग्लै किसिमको अनुभूति गर्न पाउनुहुन्छ। तपाईँहरू पनि आउनुहुन्छ। दाइ के छ, आज हामी पाइलट बाबा आश्रममा आएछौँ, कस्तो लागिरहेछ? मलाई त्यस्तो विशेष भएको छैन मलाई। यो मलाई कुरो फाल्दा चाहिँ एकदम पटास लागेर आएको छ। तर पनि यो पटास लाग्दो समयको बिच पनि यहाँ आउँदाखेरि चाहिँ जति गफ गरे पनि माहौल चाहिँ एउटा बहुतै आनन्द खालको विशेष खालको चाहिँ मैले महसुस गरिरहेको छु। ओके दाइ, ग्रेट टाइम, इन्जोय। सकिँदैन है प्र्याक्टिस चाहिँ। खास गरी अब घ्याम्पे डाँडामा आउँदाखेरि चाहिँ बाइकै लिएर आयो भने केही गाह्रो नहुने रहेछ। हाइकिङ आउनुको खास अर्थ देखिँदैन। यहाँ बाटो त राम्रै छ, राइडिङको लागि त राम्रो छ। साइकल लिएर आए त बेस्ट हुन्छ जस्तो लाग्छ मलाई यतातिर। अघि हिँडेको बाटो हाइकिङको लागि बिचको त्यो ठाडो उकालो राम्रो थियो। अब अहिले त पिच रोड आएपछि त के हाइकिङ, यो त पैसा नभएर गाडीमा नहिँडे जस्तो मात्रै भयो। यतिकै पिच हाइकिङ हिँड्न मजा लाग्नेलाई त यो बाटो आयो हुन्छ, राम्रो छ। भर्खर गराएर चाहिँ त्यही अलकत्र गनाइरहेको छ होइन, ठिक छ। त्यो चाँडै भत्किनेवाला पनि जस्तो छ। अलिक 6 महिनादेखि पछि आउनुभयो भने यो भत्किसक्यो नि हुन्छ होला सायद। घ्याम्पे डाँडा यही हो। घ्याम्पे डाँडा भन्दा पनि यो घ्याम्पे गाउँ भन्दा नि बजारै हो नि त। यत्रो होटलहरू छ। घ्याम्पे बजारमा आएको ध्वजा पथा ल यति हो है घ्याम्पे बजारलाई हेर्नु। तीनजना राजाहरू रानीकोट जाँदैछन्। हाम्रो यात्रा आधा पिच आधा चाहिँ माटोको बाटो रहेको छ। हेरौँ, हिँड्दा अब रमाइलो हुन्छ होला। अब हामी जाने ठाउँ भनेको त्यो माथिको डाँडो हो। यो डाँडो यहाँनिर के बिल्डिङहरू कन्स्ट्रक्सन भइरहेको देख्न सकिन्छ। रिसोर्ट हुनुपर्छ। बाटो चाहिँ कच्ची छ, धुले माटे बाटो। कसरी गाडी ल्याउने हो, गाह्रो छ। तर यहाँ जतिपय ठाउँमा देखिराख्दाखेरि चाहिँ त्यो सर्टेन स्पेसमा ग्यापमा नयाँ रिसोर्टहरू स्थापना भइरहेको, बिल्डिङहरू बनिरहेको, नयाँ बाटो खनिरहेको, भर्खरै पिच गरेको बाटोहरू देख्न सकिने रहेछ। सायद मान्छेहरूको यो डेस्टिनेसनमा परेर पनि हो कि। हामी अहिले द्रुत गतिमा उकालो हिँडिरहेछौँ। यो बाटो हो, देख्न सक्नुहुन्छ। पत्करले छोपिएको छ है बाटो चाहिँ। फेरि बाटो भन्दा के देखायो भन्नु लाग्ला नि, बाटै हो। अहिले हामीले गीत गाएर रेकर्ड गरेको थियौँ फेवातालमा साइली भन्ने। बटन नै अन भएको रहेन रहेछ, यो ब्लुटुथले थिचेको। अनि अब तपाईँलाई सुनाउन नपाएकोमा एकदम दुखित छु। के हो त यो, कहाँ बाटै हो यो, कता हो खोइ? ए यो बाटोमा जोडिने ठाउँ चाहिँ रहेछ। अब बाटो भनेर हिँड्ने अब खासमा नहुने रहेछ, बन्द गर्नुपर्छ। सायद यो रानीकोट हुनसक्छ। हामी अलि हिँड्न लागेको बाटो पनि रानीकोट हुनसक्छ। रानीकोट पनि पुग्छ ठ्याक्कै। ए कोड चाहिँ त्यहाँ रहेछ। हामी चाहिँ यता पछाडिबाट आयौँ। हामी आएको बाटो चाहिँ यता थियो। त्यो अब बाटो पनि अघि अब त्यो बन्द गरेर हिँड्नु पऱ्यो नि त। त्यो भक्कु भएर थाहा पाइएन। स्टिल राम्रो छ है बाटो। ल तपाईँहरू डेटिङ आउनुहुन्छ भने चाहिँ यो ठाउँमा आउनु। यहाँनिर आउनु। यो घ्याम्पे डाँडादेखि अलिकति रानीकोट जाने बाटोमा माथि र अनि यता उकालेर बाइक राख्नु। यहाँनिर यहीँ राख्यो, यतै कता राख्ने हुन्छ।
गाउँछौँ केही पनि छैन। अनि यो बाटो हातसम्म आएर बोयफ्रेन्ड गर्लफ्रेन्ड हिँड्नु कति जति हिँड्यो नि भयो माथि कहाँसम्म रानीकोट त होला के हो जे भए पनि। लाली गुराँस यहाँ चाहिँ सुकिसकेको छ। यहाँ माथितिर पनि लाली गुराँसहरू त्यस्तो सिन देख्न सक्नुहुन्छ यहाँबाट भ्यू सिनेरी छैन त कति यो लाली गुराँसमा उभिएर अगाडि उभिएर हामीले फोटो खिच्यौँ। सायद यहाँभन्दा माथि पनि लाली गुराँस हुनुपर्छ भन्ने अपेक्षा हो। हाइकिङ आएको आनन्द भयो है, रमाइलो पनि भयो। पाइलट बाबा पनि गयो। घ्याम्पे डाँडा हिँडेको, घ्याम्पे डाँडा बाहेक सबै ठाउँ मन परिरहेको छ अहिले। चिन्नुभयो त ऐसेलु हो पाक्न बाँकी छ है। ल आउनुहोस् है, आउनुहोस् 15-20 दिन। त्यो कालीमा पनि हजुर मोटर गुड्दो रहेछ। ड्राइभर दाइलाई छ सलाम माया साला ल जाउँ हिँडेरैमा। रानीकोट गढी होइन त? रानीकोट गढीमा यसो फोटो सेसन गऱ्यौँ 2-4 मिनट। त्यस पछाडि झरेर अलिक तल एउटा सानो थुम्कोमा बस्यौँ, खाजा खायौँ। अनि त्यस पछाडि यो रेलिङको बाटो लगभग सिद्धिन लागेको छ। रानीकोट बजार यता अगाडि छ, म थोरै देखाइदिइहालौँ। यो रानीकोट बजार सानो चोक जस्तो छ। त्यो रानीकोट बजारबाट हामी अब दक्षिणतिर लाग्छौँ देब्रेपट्टि। यहाँबाट झरेपछि त्यहाँबाट लाग्दाखेरि अघि हामी जहाँनिर रेलिङको बाटो भेटेका थियौँ त्यहाँनिरबाट अलिकति भित्र जङ्गलतिर पस्यो भने चाहिँ चुच्चे गुफा भन्ने छ अरे। त्यो चुच्चे गुफामा थोरै 2 मिनट ध्यान गरेर दर्शन गरेर हामी आज फेरि उँधो घ्याम्पे डाँडा बजार हुँदै गान्डु फर्किन्छौँ। गुन्डु अन्यथा नलिनु होला। गुन्डु बजार फर्किन्छौँ। जो अहिलेसम्मको जर्नी एकदमै रमाइलो, एकदमै यादगार, मिठो भयो, रमाइलो भयो। अस्तिको भन्दा रमाइलो भयो नि त? रमाइलो गजब मजा भयो। यहाँनिर के रिजोर्ट रहेछ, यताउति बाटो पारी नयाँ नयाँ बाटो बन्दै रहेछ। अव्यवस्थित विकास निर्माणको कार्यले पर्यावरणलाई कसरी समाप्त गर्छ भन्ने कुराको एकदम अब्बल नमुना तपाईँ यहाँ देख्न सक्नुहुन्छ। ल बाटो हो यो चाहिँ हाम्रो हाइवे। हामी अहिले हाइकिङ यस्तो बाटोमा हिँड्नुपर्छ। अघि पिच रोडमा हिँड्नलाई गाह्रो भएको थियो, अहिले चाहिँ रमाइलो छ। ऐसा लगता है ये जो न हुआ होने को है, वरना क्यों धड़कता, सांस क्यों रुकती, नींद उड़ जा। तपाईँलाई एउटा कुरो भनौँ, यो बाटो गयो भने सिधै त अघिको घुम्टेका पुगिन्छ। चुच्चे ढुङ्गा यहाँ भ्यू हेर्नको लागि राम्रो भ्यू पोइन्ट पनि बनाइदिनु भएको रहेछ। ओहो गजबका ढुङ्गाहरू रहेछ। It's amazing, गजब। It's amazing. त्यही त है, त्यो तल पनि बनाएको रहेछ त पहिला उँधोबाट त्यहाँबाट हेर्ने ठाउँ थियो क्या हो त तल। अलिअलि लाली गुराँस पनि फुल्दै रहेछ।
हावा आउने रहेछ, मिठो सिनेरी देख्ने रहेछ। पुरै खोल्नुभन्दा काठमाडौँ भ्यालीदेखि यो बाटो उँभो गयो भने चाहिँ रानीकोट पुगिन्छ। यहाँ एउटा पिङ हालेको जस्तै के लेखिरहेको छ त्यहाँ, भिलेज के रेस्टुरेन्ट। यहाँबाट त्यो तलबाट गएको बाटो सिधै गयो भने चाहिँ चुचेढुङ्गा। यस अब यता जान्छौँ हामी। यो बाटो यता जाँदाखेरि कहाँ पुगिन्छ भन्ने चाहिँ थाहा छैन, तर त्यो भन्ज्याङ जस्तो के साइनदेर लेखिरहनु भएको थियो, बोर्ड थियो त्यो होला, देखाएको थियो त्यता पुगिन्छ कि भन्ने हाम्रो अपेक्षा हो। ल हेर्नुहोस्, यो चाहिँ अहिले काफलको बोट हो। अर्जुन दाइ, काफल कतिको रहेछ त? विनय दाइ त्यहाँ सुतेर टिपिरहनु भएको छ रुखमा हो। दाइ रमाइलो छ नि होइन? यो काफल छ, यहाँ चाहिँ हरियो छ, पाकेको पनि छ। पाकेको काफल खाने हो त। यतापट्टि बारेको छ, निजी जमिन अरे। त्यता गयो भने 2000 रुपियाँ जरिवाना हुनसक्छ। हामी चाहिँ बिहान त्यतैबाट आएको है, तर यो बाटो छ भने थाहा थिएन होइन। हाम्रो यो ब्लग हेरेर हामीलाई पैसा माग्न चाहिँ नआउनु होला। हार्दिक अनुरोध। हाम्रो त्यति छ। दाइ के छ, अघि उकालो आएको बाटो राम्रो कि ओह्रालो झरेको? त्यस्तै भयो, अब थाहा थिएन। अब त्यहाँ मान्छेले जता जता देखाइदियो त्यतै यसो, तर बारेको रहेछ, निकै खर्च गराएर रहेछ उतापट्टि मान्छे नजाउन् भन्नका लागि। स्टिल ठिक छ, राम्रो कुरा हो।